मैले भाइको पसलमा म फोड्दिने आगो लान्छु मलाई मान्छेलाई समाधान हत्तर लाग्छ पैसा दिइराछु भाइ पैसा दिइराछु लक्ष्मीले नआएर त्यसले ठुलो कुरा के पनि गरेछ हैन है ठुलो कुरा नहो भाइ च्यालेन्ज एनाममा कसैको पैसा खान्छ एनाको कुरा साइड लाउनु छ एनाको कुरा सुन्नुहोस् तपाईँलाई मैले पहिला पनि दाइ भनेको हो म स्टिल दाइ भन्छु है म तपाईँलाई स्टिल रेस्पेक्ट गर्छु तपाईँले के तपाईँलाई मैले नमस्कार गरेको दाइ मैले कसैको नाम लेखेको छैन दाइ सुनिल दाइ तपाईँलाई म पनि रेस्पेक्ट गर्छु आरोप लगाउन सक्छौ तिमीले मलाई आरोप लगाउन सक्छौ यिनीहरूको कुनै बारेमा मलाई यो व्यक्तिगत थाहा छ तिमीले मलाई मुसेर लेख्ने यसले मलाई लेख्ने मेरो भाइमा नआएको म व्यक्तिगत रूपमा व्यक्तिगत रूपमा एउटा उडाइदिन्छु व्यक्तिगत उडाइदिन्छु सुनिल दाइ तिम्रो भोलि मैले सबै कुरामा एक पैसा सुनसँगलाई आरोप लगाएर तिमीलाई एक पैसा खाएको लाग्छ नि म आत्महत्या गरिदिन्छु तपाईँलाई पैसा खाएको पनि कहाँ भनेको छु मैले मैले भनेको मेरो पसलमा के सुन्न म एउटा शान्ति पुर्याउने म एक पैसा रातो पैसाको मलाई आरोप लाऊ भाइ आरोप लाऊ एनाभित्र मेरो रातो पैसाको आरोप लाऊ म एक पैसा मैले के कुरा भन्नु भन्न मिल्छ मैले के कुरा भन्नु म व्यक्तिगत खाएर भाइका मेरो भाइका आएर खाँदा बेरेन नआए कसैले थर्का मैले के कुरा भन्नु मिल्छ मैले के कुरा व्यक्तिगत कुरा हो तिमीलाई व्यक्तिगत गाई सिकाइछु मैले के कुराले भन्नु मैले के कुरा लगाएर होइन यही सिकाइ होइन त्यो तर्कसम्म भन्दैन यसले व्यक्तिगत कुरा उठाउँछ भनेदेखि नेसनल रूपमा हेरेर सिकाइन्छ
म यहाँ के भने सुन्दा एउटा डिप्लोमेटिक मैले के गरेछु भाइ चलाउँदा मैले के मैले खान्छु पैसा कसैको पैसा खान्छु भाइ मलाई आएर ठाडै लौ ठाडै होइन ल कसैको पैसा खान्छु यसले गाउँछ भने यसले खाता लेखा मलाई यसले लेखा खाता यसलाई यही खाते व्यक्ति रूपमै सिकाउँछ यसलाई पनि व्यक्ति मैले मागेको छु एउटा दुईटा फ्यामिली बच्चा छ भनेर मागेको छु सबै कुरा मागेको छु अहिले यही सिकाउँछ ठोक्छ नि उसले त के च्यालेन्ज मलाई च्यालेन्ज तयारी सुता आउने मलाई के छ राजीनामा दिन्छु तर यसलाई ठोकेर राजीनामा दिन्छु यो खातालाई ठोकेर राजीनामा दिन्छु सुनिल सर सुनिल सर एउटा 1 मिनट दिन गोपी हजुरबाबु गोपी हजुरबाबु यहाँ त के पनि टिकापुरबाट खोजिदिन्छु उसलाई उसलाई घरबाट खोजिदिनु मैले पढाएर जन्माएको छु त जस्तो खाथे त मेरो लागि झार लाग्दो मलाई यो उडाइछु तुलाम के सम्झ तेरो नेपाल घरबाट दिन्छ अङ्गाडीबाट हामीले त के खाथे खाथे हामीले मित्र युवराज घिमिरेले त बुझिस् मैले उनलाई भनिरहेको छु दौलत अधिकारमा दुर्व साकुराले सरकारले भन्छ म थाहा छ बोल्दिनँ भनेर भाइबाट माया गर्छु व्यक्तिगत कुरा यहाँ आएर खाएको तर म टिकापुर भनेको यसले रेकर्ड यसले छुट्न भनेको मैले पनि तपाईँलाई रिक्वेस्ट एक्सप्रेस गर्छु हेर्नुहोस् तपाईँलाई देखेँ मैले तपाईँलाई नमस्कार गरेँ तपाईँ मलाई दिउँसो बोलाउनु बोलाउने हो साथीहरूलाई भन्ने हो जसलाई पनि भन्ने हो मैले फोन गरेर पुलिसको कुरा होइन पुलिसको कुरा होइन खाँदै खाँदै भन्ने रिपोर्ट दिनु गर्नु छ तपाईँले धेरैपल्ट भनिसक्नुभयो म सय पैसा राखेको छु व्यक्तिगत कुरा गर्दाखेरि यो भाइका सुनिल दाइ तपाईँ कुरा गर्न आउने कुरा गर्छु जस्तो खतम आज त कोही पनि एउटा नराम्रो भने यहाँ चाहिँ यसरी ल्याटो खडा गरेर मेरो कुरा लेख्नुहुन्छ तपाईँ जस्तो रेस्पेक्टेबल मान्छेले ल्याङ्ग्वेज ब्याड युज वर्ड युज नगर्नुलाई प्लिज है अहिले यो च्याप्टर हामी म जाँदैन मेरो क्याफे हो यार म काम गर्छु कहाँ जान्छु म भने दाइको क्याफे हो जान्नु उहाँलाई सोध्नुहोस् के भयो भनेर यहीँ चाहिँ कसरी यो सेन्टर पढाउने तपाईँलाई भनिदिन्छु के भयो भनेर
अस्ति उहाँले यहाँ आउनुभएको थियो, उहाँले यहाँ खानुभयो, उहाँले के कुरा सम्झाउनु भयो, मैले सर स्वीकार गरेँ, मैले आफूसित काम गर्नको लागि म यहाँ आएर उहाँसँग बसेर कुरा गरेँ, ठिक छ? त्यो कुरा मैले त्यही लेखेको छु। तपाईँहरू केही राम्रो मान्छे थिए, राम्ररी सम्झाउनु भयो, मैले स्वीकार गरेँ। सुनिल दाइ एकछिन प्लिज, एक मिनट तपाईँले अझै बोल्नुभयो, अब मलाई बोल्नु राख्नुहोस् 1 मिनट है, प्लिज 1 मिनट बोल्न दिनुहुन्छ या तपाईँ बोल्नु फेरि म सुन्छ सकेको म बोल्छु। थ्याङ्क यू है। त्यस पछाडि मैले स्ट्याटस लेखेँ एउटा, यसरी आएका थिए साथीहरू, एनआरएमका बाहिर साथीहरू आएको थिए, केही साथीहरूले सम्झाए, मैले सर स्वीकार गरेँ, कसैले थर्काए यस्तो भनेर मैले लेखेँ। उहाँहरू श्याम दाइले थर्काउनु भयो। तपाईँलाई व्यक्तिगत रूपमा थर्काएको चाहिँ होइन है, त्यो चाहिँ व्यक्तिगत रूपमा थर्काएको चाहिँ हुँदै होइन। ल म भन्छु, म त्यहाँ थिएँ होइन, म त्यहाँ फुटबल हेरेर त्यो 32 निकालेर आज तपाईँहरू फेरि थर्काउँदै सुन्नु न, फेरि आज तपाईँहरू थर्काउँदै हुनुहुन्छ, तपाईँहरू पावर सो गर्दै हुनुहुन्छ, तपाईँ खाद्य साध्य भन्दै हुनुहुन्छ, यो भन्नुहुन्छ मैले तपाईँलाई नमस्कार फर्काउनु भएन। सुनिल दाइ प्लिज तपाईँ कुरा पनि सुनिदिनुहोस्, तपाईँले नमस्कार गरेँ, तपाईँ नमस्कार फर्काउनु भएन, तपाईँको व्यक्तिगत कुरा हो, स्वतन्त्र कुरा हो। मैले हातले आएँ, मैले तपाईँले भने तपाईँको व्यक्तिगत कुरा हो, मेरो रेस्पेक्ट गर्नुपर्ने मेरो कर्तव्य हो, तपाईँलाई दाइ भनेर त्यो कुरा मान्ने नभए तपाईँको कर्तव्य हो। हात मिलाउनु खोज्यो, तपाईँले हात मिलाउनु भएन। हामी जहिले नमस्कार गर्थ्यौँ, सुन्नु न सुन्नु एउटा कुरा, हामी जहिले नमस्कार गर्थ्यौँ, हात मिलाउँथ्यौँ, नमस्कार गरेँ, मैले हात मिलाउनु खोजेँ, तपाईँ नमस्कार गर्नु भएन, हात मिलाउनु भएन, ठिक छ भाइ भन्नु नो प्रब्लम, भाइ यहाँको अनर हो, म पनि यहाँको हो, म यहाँ काम पनि गर्छु है। त्यसपछि तपाईँहरू थर्काउँदै हुनुहुन्छ, यताउता कुरा गर्दा कस्तो किन थर्काउँदै हुँदै हुनुहुन्छ यार? तपाईँ भन्दै हुनुहुन्छ उडाइदिन्छु, तपाईँले तल कहिले उडाइदिन्छ खाने भन्दै हुनुहुन्छ, पावर सो गर्दै हुन्छ, तपाईँ त्यो कुरा भन्नुहुन्छ हो कि होइन? थर्काएको होइन, थर्काएको होइन। गणेश दाइ दाइ तपाईँ एउटा कुरो मलाई बोल्न दिनु, यो हामी यो दाइ हो, तपाईँ बियर खानुभएको हो, दाइ यहाँ काम गर्नुहुन्छ, हामीलाई हामी बिजनेस एउटा सानोतिनो आफ्नो बिजनेस चलाएर बसेको मान्छे, हामीलाई दुईटा अचानकको बिचमा पारेर यो बस नगरिदिनु होला। उहाँले धेरैपल्ट भन्नुभयो तैँले कसरी न्युज लेखिस् हेमराजको, हेमराज मेरो भाइ हो, यो हो त्यो, एउटा कुरा भनौँ अहिलेसम्म हेमराजलाई अहिलेसम्म म रोकेँ होइन, बितेरीमा गएर मैले झगडा गरेको छु, मेरो कसैले लेख्दैन, बितेरीमा गएर यदि मैले झगडा गरेको कुरो लेखेँ अस्ति पनि तपाईँ सर मैले चाहिँ खास माने अब त्यो त्यही हेमराज सुवेदीको भयो कुरा सामने मेरो तपाईँको नाम लिएर तपाईँले चाहिँ तपाईँको चरित्र हत्या गर्ने तपाईँलाई व्यक्तिगत छेप लगाएर त्यसरी चाहिँ केही पनि भएको छैन। म छु धेरैपल्ट कुरा भन्नुभएको छ भने त्यो कुरा नगर्नुहोस्। होइन त्यस्तो होइन सर, तपाईँ सुन्नुहोस् सर, होइन भाइले र बहिनी सुन्नुहोस् एउटा कुरा, भाइले र बहिनीले तपाईँले हामीले यहाँ म त व्यक्तिगत कुरा हो, मलाई चाहिँ बियर नुहायो मलाई तपाईँको नाममा लेखेको छैन होइन, मलाई भन्नुहोस् म यहाँ काम गर्छु, यो क्याफे मेरो पनि हो, सबैतिर जाने त्यही भनेको। खाँदैन भन्नुहोस् न, तपाईँले ओटा खाँदै युज गर्दै हुनुहुन्छ नि, अलिक खाँदै के भयो होइन? तपाईँले व्यक्तिगत न्युज बनाउनु भएछ, न्युज बनाएन मैले, मेरो स्ट्याटस लेखेको हो मैले, स्ट्याटस पनि व्यक्तिगत है, आफ्नो फिलिङ्स हो मैले लेखेँ। श्याम दाइले हेमराज मेरो भाइ हो यस्तो उस्तो भन्नुभयो, हेमराजलाई हामीले कति हेल्प गरेको के गरेको एउटा व्यक्तिगत रूपमा हामीले आएर खाएछौँ भने तपाईँले इस्यु बनाएर
त्यो ठुलो बनाएर व्यक्तिगत कुरालाई सुनिल दाइ तपाईहरु आएर बसेर खानुभयो हामीले तपाईहरुलाई सर्भ गर्यौ तपाईले हेमराज कुरा निकाल्नुभयो यो कुरा निकाल्नुभयो त्यो कुरा निकाल्नुभयो है तपाईले पावरको कुरा गर्नुभयो अहिले तपाईले अहिले ठहर पार्दिनु भन्ने कुरा गर्नुभयो देखाउँछ भन्ने कुरा गर्नुभयो तपाईले पावर सो गर्नुभयो यो कुरा टुङ्ग्याउनु न यार तपाईले फेरि एउटा कुरा चाहिँ मैले तपाईलाई सेकेयर लगाए भने चाहिँ त्यो दिन म पनि फेरि बुझ्ने हैन मैले म कुनै राम्रो पढेको छैन मलाई इभन तपाईको नाम पनि कसैले दर्शक भएर म आरोप लाग्छ म थाहा राख्दिन कुनै कसैले मैले के पनि हामीले उहाँको तपाईले आरोप लगाएको छैन दाइ 10 पैसाको आरोप गर्नुस् म भोलि राजीनामा दिन्छु त्यहाँबाट मैले के भनेको एनआरएनको कुरा त्यो अफिसमा गएर गरौँला त्यसले मैले तपाईलाई भनेको म तपाईलाई एउटा कुरा भन्छु यो बसलाई यहाँ टुङ्ग्याउनु रातिको कुरा छैन दाइ यो भित्र आएर किनभने हामी तपाई सुबोलजी के भन्दै हुनुहुन्छ म यहाँ काम गर्ने एम्प्लोइ बाहिर मान्छे आएर यहाँ थर्काउँदै छ होइन म त यहाँ काम गर्ने मान्छे काम गर्दैछु यार के कुरा गरे यो बस यहाँ नगर्नु यस्तो हो क्या दाइ एउटा कुरा दाइ विवाद नगर्नु तपाईलाई कुरा सिद्ध बुझाएको छैन मलाई बोलाउनुस् न दिउँसो यार कुनै ठाउँमा कुरा गर्नलाई म आउँछु नि त्यो ठाउँमा यहाँ गएर यहाँ आएर नगर्नु भनेको राति आएर यहाँ आएर कुरा गर्ने चाहिँ त्यो राम्रो बानी चाहिँ होइन यो कुरा लेखियो नि त भाइ कुरा हेरेको मेरो भाइ हैन आएर कुरा गर्न यहाँ चाहिँ अब जब हामीले यहाँ जान खाने भनेर आएको मलाई देखेपछि उहाँको बाटो हामी बसिरहेको थियौँ यहाँ आफ्नो व्यवहारिक कुरा गरेर दाइहरू आउनुभयो त्यसपछि यो प्रसङ्ग कोटेको हो खास भएको केही पनि अब गर्नुस् आज नलेख्नुहोस् भन्नुहोस् न आज पनि गरेर लेख्छु म अब आज थर्का होइन यो आज पनि गरेर लेख्छु म देखाउनुहोस् तपाईँको पावर यार कति पावर छ तपाईँ आज पनि गरेर सुन्नुहोस् सर आज पनि गरेर लेख्छु मेरो आएर थर्कायो भनेर सुन्नुहोस् आजको थर्कायो तपाईँ जेसुकै देखाउनु पावर देखाउनुहोस् होइन आफ्नो ठाउँमा आज थर्कायो भने फेरि लेख्छु म फेरि लेख्छु कुरा गर्नुहुन्छ यार व्यक्तिगत कुरा तपाईँ दिउँसो बोलाउनुहोस् न यार गणेश भाइ आउनुहोस् कुरा गर्नुहोस् भन्नुहोस् न हो तर हामी यहाँ बियर ल्याउन आएको होइन त्यो चाहिँ गलत लेख्नु आएको तपाईँले खाइयो तपाईँ 5 मिनट ठहर गर्नुहोस् न यार गर्नुहोस् तपाईँलाई कसले नगर्नुहोस् भनेको छ यहाँ इन्जोय गर्नु तपाईँले खानुहुन्छ तपाईँले सबैले खानु सबैले खान्छ मतलब बियरले नुहाए भनेर त्यसरी लेखिदिनु चाहिँ राम्रो कुरा हो पर्सनल कुरालाई नलेख्नु होइन पर्सनल संस्थागत रूपमा कुनै संस्थागत रूपमा नराम्रो काम गर्नु त्यस्तो कुरा लेख्नु मैले संस्थागत रूपमा राम्रो तपाईँलाई मलाई चिन्नुहुन्न होइन तपाईँलाई मलाई चिन्नु म पनि एउटा संस्थाको महासचिव हो यहाँको जो मैले एउटा संस्था छ त्यसको महासचिव हो मेरो पनि जिम्मेवारी छ मैले पनि गरिरहेको छु त्यसरी अनावश्यक व्यक्तिगत कुरा भन्ने मात्रै तर अहिले चाहिँ यो घटना किन भएको भने तपाईँले हाम्रो तपाईँले टार्गेट बनाएर आएको होइन कस्तो तपाईँ टार्गेट बनाउनु चाहिँ नबनाउनु डेली कुरा हो होइन तपाईँले एकदिन पनि सुन्नुहोस् होइन त्यो दिन चाहिँ तपाईँले अलिकति रेकर्डिङ गरे जस्तो नै मलाई लागिरहेको थियो मलाई थाहा थियो होइन मैले गरेको त्यो कुरा मैले भन्न भनेको मात्रै हाम्रो सुस भइरहेको थियो त्यति बेला अब तपाईँले भोलि पनि लेख्नुहुन्छ म फेरि चासो लेख्ने फेरि त्यो कुरा म चाहिँ चासै लिँदैन तपाईँ संस्थाको एउटा जिम्मेवारी मान्छे हुनुहुन्छ हुनुहुन्न मलाई थाहा भएन तपाईँ मभन्दा सिनियर यो कुरा मलाई थाहा छ तर तपाईँ यो रात्रिकालीन अवस्थामा कुनै पनि कुरा छेड्न अगाडि मान्छे देख्यो कुरा छेड्न उचित होइन तपाईँलाई के लाग्छ व्यवहारिक कुरा मलाई देख्ने बित्तिकै दाइ अलिकति हुनुहुन्न देख्ने हामी खास हामी जहाँ खाने भन्दा अहिले होइन तर उहाँले तर उहाँले पर्सनल कुरा लेख्नु स्वीकार गरेन उहाँले पर्सनल कुरा लेख्नु भएको
थालेको छ होइन जम्ले दिनु भएको त्यही भएर मलाई अनि सिरियस के भयो अस्ति नै भयो क्या सबै लाइट अफ गरेर त्यही परेर गर्नु न सब भन्दै गर्नुहुन्छ तपाईँ स्पिरिट क्याफे हो हामी आफ्नो काम गरेर बसिरहेका छौँ होइन तपाईँको क्याफेमा हामी तपाईँलाई दिसो गर्न आएको यार हामी तपाईँको क्याफेलाई व्यापार तपाईँको व्यापार हो यो हामी यहाँ खाना आउन सक्छौँ नि त म भोलिमाने मेरो बुढी छोरीसम्म ल्याएर खाना खानु खाना खान आउनु भने हामी जान्छ नआएको खानुहुन्छ पिउनुहुन्छ बस्नुहुन्छ यस्तो सोसल कुरामा तपाईँ आफैले भन्नुभयो जाँड खाएको छु भनेर जाँड खाएको बेला यस्तो सोसल कुरा उसी उठाउने चाहिँ होइन उहाँ दाइसँग उहाँको तपाईँलाई एउटा कुरा भन्नु त्यो दिन पनि तपाईँहरूले बसेर खाएर त्यो कुराहरू नउठाएको होइन नउठाएको के मतलब हुँदैन त्यो दिन पनि खासै त्यो तपाईँको पर्सनल कुरा चाहिँ उठ्दैन तपाईँहरूले म चाहिँ भन्छु न तपाईँको पर्सनल त्यो दिन मलाई थाहा छ म आएको थिएँ होइन म आएको थिएँ तर तपाईँको पर्सनल रूपमा तपाईँलाई कुनै कसैले पनि आक्षेप लगाएको छैन सर ल म तपाईँलाई अहिलेसम्म चिन्दिनँ श्यामले भनेको मेरो भाइको चरित्र भनेर श्यामले उसको भाइको चरित्र हत्या भयो मात्रै भनेको तपाईँलाई पर्सनल रूपमा आक्षेप लगाएको होइन ल सुमन भाइ र बहिनीले तपाईँलाई जानुस गरेर अब यहाँ बवाल हुन्छ नि भन्नुभयो बवाल के हुँदैन होइन मान्छे भित्र बसेको मान्छे अझ हाम्रो कम्युनिकेसन ग्याप ठुलो भयो भनेर म तपाईँसँग आएर तपाईँलाई जोइन गरौँ भनेर म आफै आएर यहाँ बसेँ जानु भनेर श्यामलाई पठाएको श्यामले मेरो भाइको चरित्र हत्या भयो भनेको तर तपाईँलाई कुरा लेखिदिनु भएछ हेमसमितिको हाम्रो टक सबै भइसकेको छ हेमसमितिले पैसा दिनुपर्ने पैसा मैले बोले आफ्नो कार्ड र पिन नम्बर दिएर त्यो मलाई मैले पैसा फिर्ता गर्न लगाएको छु हेमसमिति आफ्नो पासपोर्ट घडी र भान्जेको चेन लिएर मेरो घरमा आएको छ अनि एमाले जमाले लेखेर राख्दिनुहोस् न पैसा दिनुहोस् भनेर कुरामा त मै पनि उहाँले मेरो भाइ भने धाग लाउने फुर्ती हाल्ने होइन उसले चाहिँ कुरा गर्नु होइन कुरा गर्नु हेमसमिति म र शुभ हाम्रो चाहिँ असुविधा वस्तुसँग कुरा गर्नु होइन त्यो चाहिँ गर्न सकिन्छ तर त्यो दिन पनि मैले हेमसमितिलाई यो गर्न खोजेँ होइन हेमसमिति राम्रो हुन्छ भन्न खोजेँ होइन मैले बुझ्नु भने त्यस्तो कुरा हुन्छ नि मैले भनेको के भने तपाईँलाई पर्सनल खाटेर होइन त्यो त फलानालाई उडाइदिन्छु रे गरिदिन्छु त्यो गरिदिन्छु रे त्यस्तो होइन त्यस्तो पावर उडाइदिने होइन दाइ आएर मै भनेको जरा हल्लेछ चान्स के छ होइन तपाईँले पर्सनल कुरा लेख्नु भयो उसको मलाई पनि थाहा छैन कानुन अगाडि कोही आफ्नो रक्षा हुँदैन क्या त्यति मात्रै हो यहाँ पावर देखाएको होइन त्यो दिन पनि श्यामसुले लेखेको छ भने तपाईँले लेख्नु भयो भने मेरो भाइको उसले भनेको के भने मेरो भाइको चरित्र हत्या भयो यहाँ क्याफे मेरो र सुबल भाइको 50-50 हो तपाईँलाई भन्दैछु आज काम गर्ने पनि होइन क्याफे त जसको होस् तपाईँको होस् होस् र हामी तपाईँको भनेर आउने हामी आउने कस्तो भनेर आउने नि होइन मतलब होइन त हामी त यहाँ आएर चाहिँ पुरा त्यस्तो केही होइन ल ठिकै छ हामी त्यस्तो लडाइँ गर्नु चाहिँ आउनु एउटा कुरा तपाईँ लडाइँको त आउनु चाहिँ भन्नुभयो तपाईँ साथीले मैले भन्न सुन्नुभयो होइन तपाईँले पर्सनल लेख्नु लेख्नु तपाईँले यो कुरा मैले समाप्त स्वीकारेँ सुन्नु तपाईँले राम्रो कुरा गर्नुपर्छ मेरो समाप्त स्वीकारेँ यति कुरालाई मैले त्यति तपाईँलाई यति कुरा भन्छु भने तपाईँलाई म चिनेको थिइनँ अस्ति सिकाएँ हो होइन म चिनेको छैन अहिलेसम्म मलाई तपाईँको नाम थाहा छैन होइन तपाईँले मलाई चिन्नुहुन्न तर मलाई पनि थाहा छैन पर्सनल कुरा नलेख्नु होला पर्सनल कुरा नलेख्नु होला पर्सनल कुरा पनि मान्छ सुन्नु नाम नलेख्नु पुलिसको यहाँ इमर्जेन्सी कन्ट्याक्ट फोन गरिदिनु सुन्नु किन गर्यो सिधै लिएर जान्छ अबदेखि यहाँ पहिलो पुलिसै भयो अगाडि